सब्सक्राइब भन्दैछु। आज हाम्रो बाटो कम्प्लिट भइसकेको छ। दिउँसोतिर बनाइरहेको थिएँ। मट्टीतिर बनाउँदैछ। त्यहाँदेखि लिएर कति किलोमिटर बनाइसकेछन्। बाटो यहाँ बनिसकेको छ। मस्त बाटो बनेको छ। हाम्रो गाउँको के भन्छन्, हाम्रो गाउँको नेताले बनाओ कि कति बजेट आथ्यो, त्यही भएर त्यो बजेट अनुसारले बनाएका छन्। कस्तो लागिरहेछ कि चाहिँ शिविर गाउँ। अब बाटो बनेर अलि मान्छेले सहज रूपमा हिँड्न, गाडी चलाउन, साइकल चलाउन हुन्छ। यहाँको गाउँको मान्छे धेरै खुसी छन् बाटो बनेर।